Xbox sih. Bisa bang. Kalau tuh nolak pun nolak aja. Dia nongol berdio. Dia kuda tuh, aku dia kuda. Oke. के सजिलो बुझ्दैछ अब यसपछि गौरीशङ्करसँग छ फाइनलमा गयो नि फाइनलमा जान्नन् फाइनलमा आउँछ फाइनलमा जान्नन् कसरी जान्नन् यसपछिको म्याच गौरीशङ्करसँग छ यो त फुल रनको लागि पो त अनि हो र किन कस जरा हुन्छ कि भन्नु आथे सेमिफाइनलमा जान्छ तर क्रस हुन्छ सेमिफाइनलमा त मात्र हेलो हजुर म लम्का छु साइन्स अब किन रङ हाइट जम्प भन्नु पर्ने पर्सेन्टे त्यो हाइट जम्प भन्नु पर्ने हुन्छ कति यताको खेलाडी यो हो 31 छोरो आयो यतिखेर पुरस्कारको भलिबल खेल अन्तर्गत नवचेतनाको अङ्क 5 छ भने आयोजक 4 भोलि आउँछु आयोजक 5 नवचेतना 5 बराबर 5 खेल निकै प्रतिस्पर्धा छ खेल खेल्ने बेला जसले हार्नेछ त्यो टिम काङ्ग्रेस जनसेवा गणतान्त्रिक युवा क्लबले आयोजना गरेको 18औं वार्षिक उत्सव तथा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमबाट बाहिरिने जानकारी गराउन चाहन्छु भने जित्ने टिम 2 सिडी पार गर्नेछ आजको खेलाडीबाट सर्भिस बल थियो तर बल कट्न सकेन सुरु भइसकेको छ नवचेतना 6 आयोजक 7 बराबर 7 हो 7 बराबर 8 7 आजबाट सर्भिस बल काट्न सकेन उसको फाउन्डर गौरीशङ्करले खाता खोल्न सफल भएको छ र खेल प्रतिस्पर्धा गर्न सक्छ यतिखेर नवचेतनाले 1 नम्बरले लिड गरिसकेको छ आयोजकलाई 9
जनसेवा रातोलाई नम्बर रहेको छ बराबर थियो भोलि Oh my God! Good distance. प्रयास आजका खेलाडीबाट गेमले 32 वर्ष लास्ट नम्बर पर्छ 10 सेट हेर्न बाँकी छ यतिखेर नम्बर चेतनाले लिड गरिरहेको छ 1 नम्बरमा भने जनसेवा पछ्याइरहेको छ नम्बर चेतनालाई 10-9 नम्बर अहिले भने गौरीशङ्करलाई नम्बर चेतनाको खेलाडी महेन्द्र विष्टबाट बल काट्न सकेन नम्बर आयोजकलाई बोल जालीमा जसको बाहिर रुकनारायण सर्भिस बनाउनेछ आयोजकका खेलाडीबाट यतिखेरको अङ्क बराबर 10 छ भने हेरौँ 11 कसको हातमा आउँछ निकै नै राम्रो बोलक थियो आयोजकका खेलाडीबाट तर बोलक आउट हुन पुगेको नम्बर चेतनालाई नम्बर चेतना अगाडि जनसेवा पछि पछ्याइरहेको देख्न सकिन्छ नम्बर चेतनाले 2 नम्बर लिड गरिसकेको अवस्था देख्न सकिन्छ जसको फाइदा आयोजक रातोलाई नम्बर रहेको छ बराबर 5 नम्बर चेतनाका खेलाडीबाट निकै नै राम्रो प्रयास तर बल भेटाउन सक्नु भएन भाइले नम्बर आयोजकलाई 11-12 डिफेन्स पनि झनै राम्रो निकै खेल 35 वर्ष यतिखेर नम्बर आयोजकले बराबर बनाउन सफल हुनुहुन्छ जर्सी नम्बर 2 का खेलाडीबाट सर्भिस बल हुनेछ नम्बर चेतना पनि 12 आयोजक पनि 12 टाङ्गे भुल्यो निकै राम्रो प्रयास थियो आयोजकका खेलाडीबाट बल काट्न सकेन र नम्बर चेतनालाई नम्बर चेतना 13 आयोजक 12 फेरि पनि नम्बर चेतनाले 2 नम्बर लिड गरिसकेको छ 14-12 आयोजक एक अङ्क प्रयास 13 पुर्याएको छ नम्बर चेतना 14 आदरणीय मित्रहरू आयोजकका साथीहरू यो बललाई नियन्त्रणमा राखिदिनको लागि म अनुरोध गर्न चाहन्छु नम्बर चेतनाको खातामा +1 हुँदै यतिखेर अङ्क 15 पुर्याइसकेको छ भने आयोजक 13 कर्नर खेल कर्नर हालको स्कोर जनसेवा रातोको 11 छ भने गौरीशङ्कर 7 भन्दै थिए फेरि पनि जनसेवा रातोलाई नम्बर रहेको छ 12-7 नम्बर
आयोजकको खातामा प्लस अङ्क जोड्दै आयोजक 14 बनाएको छ भने नवचेतना 15 हाम्रो उत्कृष्ट प्रयास नवचेतनाका खेलाडीबाट तर बल कट्न सकेन नम्बर आयोजक 15 नवचेतना 15 नवचेतनाका टिम कोचबाट टेक्निकल समय माग्नुभएको छ टेक्निकल समय उपलब्ध गराएको छ भने यतिखेर पूर्ववर्तीको कोडमा आयोजक र गौरीशङ्करको बीचमा महिला भलिबल प्रतियोगिता भएको देख्न सक्नुहुनेछ आदरणीय दर्शक महानुभावहरू अलि राम्रोसँग होसियारसँग खेल्नुहोला खेलाडी मित्रहरू हेलो 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 अहिलेको सम्मको स्कोर भएको छ जनसेवा राडो 16 भने गौरीशङ्कर 7 मै सीमित बल हेरेर खेल्नुहोला गौरीशङ्करका बलहरू भन्ने थिए फेरि भने जनसेवा रातोलाई नै नम्बर आएको छ 17-7 10 point over oh my god सर्भिस होकियो बलको गोलियो भने थियो नम्बर फेरि भने जनसेवा रातोलाई नम्बर आएको छ 18-7 नम्बर आयोजक गामाको हातमा छ जर्सी नम्बर 5 का खेलाडी उमेश सोकाबाट सर्भिस गर्दैछ एकदमै उत्कृष्ट स्पार्क थियो तर बल जाने जसको बाहिर गौरीशङ्करलाई नम्बर आएको छ 18 हाजिर जवाब प्रतियोगिताको लागि हाम्रो खेल मैदानको नजिकै रहेको श्री बालज्योति आदर्श विद्यालयको मैदानमा भेटिनको लागि सम्पूर्ण मानिकका शिक्षक मित्रहरू र सहभागी विद्यार्थी भाइ बहिनीहरू बालज्योति आदर्श विद्यालयको प्राङ्गणमा उपस्थित हुन हार्दिक अनुरोध गर्न चाहन्छु त्यसको बाहिर माथि स्तरीय हाजिरी जवाब प्रतियोगिता हाम्रो नजिकै रहेको बालज्योति प्राथमिक विद्यालयको प्राङ्गणमा आउने भएको हुँदा सम्पूर्ण भाग लिनुभएका मानिका पौरत्व प्रतिनिधि र सहभागी विद्यार्थी भाइ बहिनीहरू नजिकै रहेको बालज्योति प्रालिको प्राङ्गणमा उपस्थित भेटिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु एकदमै राम्रो सर्भिस थियो तर बल कतै छ जसको मान्छे जनसेवा रातोलाई नम्बर आएको छ 20 नम्बर चेतनालाई 18-19 आदरणीय स्कोरिङ बोर्डमा रहनुभएका मित्र स्कोरिङ बोर्डलाई अलिकति माथि राख्नको लागि म अनुरोध गर्न चाहन्छु अहिलेसम्मको नम्बर आएको छ जनसेवा राडो 21 गौरीशङ्कर 10 आयोजकका खेलाडी मित्र अलिकति केही सेन्टिमिटर अथवा मिलिमिटर अलिकति अगाडि गइदिनु अनुरोध गर्न चाहन्छु स्कोरिङ बोर्ड चेकिएको छ Oh my god, ball जानेमा आयोजकका खेलाडी मित्रहरू 19-21 होला कोडभन्दा बाहिर जानुभएका
खेलाडी भाइहरू अलिकति गेम इज ओभर ओभर भाषण कुन ओभर हुन्छ स्क्याम मेरो ओभर हुन्छ यता टुक्नुमा छटर त्यसलाई पिटे भएको र बस्ने हो क्या नवचेतनाका खेलाडीबाट निकै राम्रो प्रयास थियो तर अलिकति बल टाढी नपुगेको हुँदा आयोजकलाई आयोजकको खातामा 1 सेकेन्ड लास्टमा पुगिसकेको छ भने नवचेतना 20 सर्भिस बल बाहिर नपुगेको हुँदा यसको प्रत्यक्ष फाइदा नवचेतनालाई नवचेतना 21 आयोजक फुटबल खेलेर गएको निकै राम्रो स्ट्राइक जनसेवाका खेलाडी जर्सी नम्बर 3 का खेलाडी बाबु भनेर चिनिन्छ प्रकाशमान बाबु लास्ट 21 पहिलो सेट आयोजकले हात पारिसकेको छ दोस्रो सेट पनि लगभग 40 जस्तो देखिन्छ भन्दै थियो ओभर भइसकेको छ आयोजकले नवचेतनालाई दोस्रो सेट पनि 21 का विरुद्ध 25 अङ्क लिएर दोस्रो श्रेणी चढ्न सफल भएको छ भने नवचेतना युवा क्लब हाम्रो जनसेवा क्लबले आयोजना गरेको 18 वार्षिक उत्सव तथा खेलकुद साथै सांस्कृतिक कार्यक्रम 2082 बाट बताइदिनु भएको छ दुःख नमान्नुहोला।